हेलो एभ्रिवान, नमस्ते, वेलकम छ माई न्यू मिनी भ्लगमा। चाहिँ आज चाहिँ हामीहरू चाहिँ मेलाको 6औं दिन मेला हेर्न गएको। अनि चाहिँ मेरो बहिनी, म, मेरो दाइ जानुभएको। मेरो माइजसँग पनि भेट भयो। उहाँ चाहिँ मेरो माइज होइसिन्छ। मैले चाहिँ सबै बजारको भिडियो त बनाउन सक्दिनँ होइन, अलिअलि बजारको चाहिँ भिडियो बनाएर लिएर बजार स्टार्ट भइसकेको छ। नगरिकन हेरिदिनु ल साथीहरू। अब चाहिँ पहिलो स्टार्ट गरौँ भाँडाकुँडाहरूदेखि। एकदम सस्तो प्राइसमा आज 6औं दिन भयो नि त। 50 को नै महँगो भइहाल्यो। 50 को त महँगो भइहाल्यो त। सस्तो सस्तो सामान आज मेलाको 6औं दिन। हेलो साथीहरू, चाहिँ मेरो बहिनीको पसल हेर्नु ल। मजाले बसिरहेको। भर्खरै आएको हो। मजाले बसिरहेको छ। यो उसको पसलमा सबैजना आइदिनु होला। केजीको कसरी हो मिठाई? 200। आज सस्तो रहेछ। पछि जाँदाखेरि लान्छु ल। यो के हो? के को? के को दुखाइ? जडीबुटीको तेलहरू। यो पान कसरी हो? कसरी पान? ए पानवाला मान्छे कसरी यो गानन? ए 150 भनेको। यो के हो? फेटकिरी कसरी गानन? गानन कसरी हो? ए 1 तोलाको 20 नि त। होलीको लागि कलरहरू कसरी हो? कलर तोलाको 20 रुपियाँ। ए मेरो साथीको पसल चाहिँ ठिक छ ल ल। म भिडियो मिठाई कसरी छ आज? केजीको 200। हाम्रा मामाजीको पसल पछि फर्किने बेला आउँछ ल। यो के हो? यो सुगरको औषधि। सुगरको औषधि? ए सुगरको बिरामी हुनेहरूलाई चाहिँ सुगरको औषधि। खै को साडी देखाउनु त? कुन साडी? 500 को 2टा। 500 को 2टा साडी हेर्न त गाइज सबैजना आउनु होला। लाइभ छु। जेरी कसरी आज? 300 रुपियाँ केजी। ल जेरीको त घटेको छैन ल साथीहरू। मिठाईको चाहिँ घटेको छ, जेरीको चाहिँ घटेको छैन। पाकिस्तानी भैया हाम्रा। यता तेलको प्रचार भइरहेको छ। तेल दुखाइहरूको लागि। दुखाइ के लिए? ठिक है। यता सेल लागेको छ। सबैजना आइदिनु होला। हाम्रो दाइ चाहिँ लुकिरहनु भएको छ। कसरी हो यो? कतिको? 450 अरे। यो 100 को अरे साथीहरू। यता सस्तो सस्तो मेक्सीहरू पनि देखेर। यो सागपातको बिउ बिजनहरू पनि अब सिजन आइसकेको छ। यो केसर हो? नक्कली हो कि सक्कली हो? खै मैले अस्ति लगेको नक्कली थियो। साँच्ची भने बच्चाको खेलौनाहरू मैले मेरो बेबीको लागि चाहिँ लगिदिएको थिएँ। कसरी हो खेलौना? यो गुडियाको कसरी हो? 200। ए आज त सस्तो रहेछ त। यो यस्तो यस्तो राम्रो खेलौनाहरू 150 200 को रहेछ। 500 का 3 कौन सा है? 500 का 3 वाला साथीहरू हेर्नु त। 500 को 3 त राम्रो छ। के कसरी हो? 500 को 2टा भन्नु भएन? यो साथीहरू देख्नुहोस्, यो मेक्सीहरू पनि
कट्की चाहिँ लिएँ होइन अलिकति यो त चाहिँ सेल कसरी प्लाजोहरू 200 मात्रै 200 को प्लाजोहरू के गर्ने यसले ब्रासलेट नाम लेखिन्छ ब्रासलेटमा यो साथीहरू कसैले नाम लेख्न चाहनुहुन्छ भने ब्रासलेट पनि बनाइदिनुहुन्छ यो भाइले चाहिँ ट्याटु हाल्नु सकेको छ के हो यसको नाम ट्याटु हो 100 रुपियाँ कति सस्तो हो क्या सबै चिज 100 रुपियाँको हो यो पनि 100 को हो ओ माय गॉड कस्तो राम्रो है साथीहरु हेर्नु त 100 को वन पिस मिलाएर म 1500 को पाइन्ट रे यो कति हो मलाई ननिकाल्नु न नाइ निकाल्दैन तपाईलाई कति हो नाइ मलाई सानो हुन्छ कि भाइ हुँदैन कि मलाई साच्चै मलाई हुन्छ र हुँदैन के पाइन्ट कसरी पाइन्ट यो 350 को मात्रै पाइन्ट हेर्नु त साथीहरु सेलमा चाहिँ मलाई चाहिँ हुँदैन यो हसिया कसरी हो बाजे हसिया यो 500 को हो यस्तो राम्रो छ है कस्तो धारिलो क्या राम्रो छ यो खसीहरू पनि घाँस काट्नुलाई यो ठुलो चाहिँ कसरी हो यो 2500 दाउरा काट्ने वाला हो खसी काट्ने ए हो ए यता चाहिँ खेलौनाहरू सेलमा छ है गाइज यता चस्मा हेर सेलमा छ है गाइज चस्मा घडीहरू देख्न सक्नुहुन्छ कस्तो कस्तो राम्रो ब्रासलेटहरू क्या कसरी यो 50 को 50 को अरे मैले हिजो लिइहालेँ एउटा इभिलाइको बच्चाहरूको जुत्ता है यो जुस बन्दैछ साथीहरू तातो तातो मौसममा चाहिँ चिसो चिसो जुस सेलको जुत्ताहरू मात्र 250 250 250 को मात्र जुत्तीहरू यो टोटल 250 को ओ माय गॉड झुमकाहरू हेर्नु सक्नुहुन्छ 100 को झुमकाहरू हजुर तपाईँको ग्लास म पछि बेच्छु ल अहिले भ्लग बनाउँदैछु 500 को कुर्ता सेटहरू साथीहरू हेर्न सक्नुहुन्छ ब्रासलेट कसरी हो 100 को जोडा कलर जान्छ कि न कलर त जान्छ है उता ब्ल्याङ्केटहरू सेलमा कसरी ब्ल्याङ्केट 88 को एउटा आज त झन् सस्तो हुने होइन र 25 को 3टा यो त अलि पातलो जस्तो छ ब्ल्याङ्केट कसरी हो कसरी 25 को एउटा 25 को आज त घट्नु पर्ने हो नि त कसरी मिलाउनु 25 को 2टा गरिदिनुहुन्छ न यही वाला छ यार नै त्यो त फाइबरको त नै त्यो त यो कसरी टी सर्ट स्वेटर 350 यस्तो यस्तो राम्रो स्वेटर 350 मा पछि लिनु के हो यसको नाम रुममा लगाउनको लागि चाहिँ के हो यसको नाम रुम ह्याङ्गिङ हो कि है रुम ह्याङ्गिङ क्लाउड रुमलाई सजाउन चाहनुहुन्छ भने यो लान सक्नुहुन्छ कतिको यो जोडीको 150 कस्तो राम्रो यो ब्ल्याङ्केटहरू सस्तो सस्तो छ क्या आज हेलो हेलो दाई मर्निङ कसरी हो सेटर 500 देखि 1000 सम्म 5000 सम्मको सेल लागेको छ अरे यताको सामान त उठाइसकेको रहेछन् के छ 100 200 500 को यो 100 200 को स्वेटरहरू साथीहरू कस्तो कस्तो राम्रो के हेर्नु त ओ माय गॉड यस्तो यस्तो राम्रो राम्रो डिजाइनहरू उ चाहिँ राम्रो छ कम्बलहरू
पुरै बजार लागेको छ यो। नमस्ते अहिले भर्खर आएँ। कसरी हो स्वेटर? मात्र 150 को यो वाला बेस्ट हो। मात्र 150 को स्वेटर। 150 को बेस्ट टी-शर्ट छ। कसरी हो ब्ल्याङ्केट? कसरी हो ब्ल्याङ्केट? 3000 को ब्ल्याङ्केट 3000 को। आज पनि रेट नघट्ने? मिलाएर कति भन्नुहुन्छ भन्नु न। तपाईँ कालीकोटी हो क्या भाइ? के जाजरकोटी हो? ए कालीकोटीको मान्छे। कालीकोटी बाजुराका मान्छेहरू व्यापारीमा यस्ता हुन्छ नि माहिर के यिनीहरू। देखिरहनु भएको छ यो तेल साधारण तेल होइन। यसले 20 वर्ष पुरानो बेबीले यसले निको पार्दछ। एक ट्याटु हान्न लागेको छ बेबीले। यसले पापड कसरी हो यो? 20 को एउटा। मोरी गएको छ भित्र। ए त पनि सेल लागेको रहेछ गाइस। कसरी हो? कसरी सेल लगे पनि 150 को हो? अब यो पनि 150 को सब 150 को। सब 150 को हर माल 150 को। यो पनि सेल हो क्या हो? कसरी हो? 100 को। ओ त्यति सानो मान्छे कोही छैन, ठुलोलाई छैन होइन? हामीलाई लाग्ने छैन? डुब्या छैन देश। रेन्जी आइसक्यो अब। ओ खेलाउन र। अब चाहिँ हामी लाग्यौँ दोस्रो गल्ली है साथीहरू। उतादेखि चाहिँ माथि आएको अनि यहाँदेखि चाहिँ तल। हेर्नु आउनु आउनु सबैजना। सस्तो सही हेर्नु त। कसरी स्वेटरहरू? सेलमा होइन? मेरो बहिनी चाहिँ छोडेर हिँड्नेलाई मलाई भिडियो बनाइरहेछ भनेर। को को आउनुभयो मेलामा कमेन्ट गर्नु होला सबैजना। सेल 100 को एउटा अरे 200 को प्लाजा 100 को। ल ल पछि फर्किने बेला लान्छु ल। 500 मात्र मलाई जाऊ। के ओर्नेले? यो बिहार शादी 500 को हेर्नु त साथीहरू। के हो यस बोलाइ छ हो? हो र पछि लान्छ। अहिले बोक्न जाऊ हुन्छ कि अब पछि घर जाने बेला किन्दै हिँड्दै गर्ने। सेल भन्नुभयो कसरी हो चाहिँ जुत्ता? 1100 साइज मिल्दैन होला बुढोलाई लिनुहुन्थ्यो। 7 नम्बर कि 8 नम्बर लाग्ने? ओ यो त पनि सेल हो कि क्या हो? सेल हो? तपाईँ पनि भ्लग बनाउनुहुन्छ? ए हो र। कसरी हो ज्याकेट? ए आज छैटौँ दिन पनि नघट्ने कति नि? 500 मा हुन्छ कि नै? 500 मा हुन्छ कि नै? दिनु न 500 मा। कस्तो राम्रो के साथीहरू। पछि फर्कने बेला लान्छु ल। अहिले हुन्छ कस्तोमा राम्रोमा। खै कुन प्लाजो? कसरी हो? 100 रुपियाँको मात्रै? तर मलाई हुँदैन है, म त एकदम मोटी छु नि त। कति पसलहरू मैले भिडियो गराउनु पाएको छैन, छुटिरहेको छ साथीहरू। ब्रान्डेड कलर चुट्का हो यो। अर्ग्यानिक चिज एकदम अर्ग्यानिक। धेरै महँगो लाग्यो। कसरी हो? 14,000 को। के हो यसको नाम? चुट्का। चुट्का 14,000 को। कसरी हो सुट? सेल हो कि कसरी भन्नु न? ए यहाँको 1000 को दुईटा हो? 500 को एउटा? 500 को दुईटा। 1000 को दुईटा दियो। यो कसरी हो? 1600 नभन्नु न, आज छैटौँ दिन पनि। कति थियो कसरी छिटो सकेको छ? म त बोल्दै थाकिसकेँ गाइज। अब नबोलिकन भिडियो बनाउँछु ल। यहाँ चाहिँ चस्माहरू। अब चाहिँ हामी लाग्यौँ तेस्रो गल्ली। देख्न सक्नुहुन्छ यता ब्रान्डेड कोटहरू अर्ग्यानिक भनेको त्यही आस्कोटहरू छन्। अनि टोपीहरू पनि आस्कोटकै।
ब्रान्डेड कलरहरू छन् साथीहरू। यता बच्चाहरूको लुगा कसरी हो अङ्कल? 200 को सेल हो। यो 200 रुपैयाँ, 200 रुपैयाँ, 250 रुपैयाँ, अनि 500 रुपैयाँ, 400 रुपैयाँ, 500 रुपैयाँ, 300 रुपैयाँ यस्तो छ। ठुलोमा यो कस्तो मन पऱ्यो कि 200 को। अब अर्को नि ल यस्तो यस्तो स्वेटरहरू छ, मैले पनि भन्छ। यो कसरी बच्चाको सेट? आज पनि रेट घटेन? अस्ति नि 350 भन्दै हुनुहुन्थ्यो त। न यही बेलाको भन्नुभएको थियो क्या। कति गरिदिनुहुन्छ? अब म चाहिँ बढी प्राइस घटाएँ। गुडी 500 मा दुईटा जम्मा। 500 को दुईटा? 2000 को माल 500 मा। सस्तो छ गुडीमा। मेड इन चाइना, स्टिकर पनि देखाउँ। के को हुनु बाजे? यो बेडा तिब्बती बेडाको। ए तिब्बती भेडाको नै हुन्छ। अब हेर्ने घुम्ने। यो कुर्ता सेट मात्र 200 को। हेर्नु त साथीहरू कस्तो राम्रो हो के कपडा पनि। यो लो रे मिलाइदिनु न। 50 रुपैयाँ कम दिनु। 50 कम। ल ल बहिनी भन्छ। यो कसरी हो यो टी सर्ट? 200 को। मेरो बहिनी छ, मेरो कुरा काट्दैछ क्या, मलाई भरिया बनाएको छ भनेर देख्न सक्नुहुन्छ। यो चाहिँ तेस्रो गल्ली हो। प्यान्टु कसरी हो यो? चुटकाहरू पुरै उन फ्लेभर छ। कसरी हो यो? 3500 को। 13500 को। मेरो त कान पनि कस्तो क्या। कसै सानो बेबीहरू छ भने चाहिँ कसरी पारको? यो बिन्नुको कसरी उठ्ने? 10,000, 11,000, 12,000। अनि सानसानोको चाहिँ 4,000, 5,000। सानोको चाहिँ, ठुलोको चाहिँ 10-12,000। यो चाहिँ पियर अल्लोको कोट रहेछ। यो चाहिँ हाम्रो यता दिल्लीगढमा बनेको। के गर्ने यसले? के गर्ने यसले? ए हो र? यो पनि बिक्री हो? कसरी हो? ए हो र। हाम्रो देउतालाई त चढ्दैन के हो? ल कति सस्तो? ल भन्नु त कति सस्तो छ भन्नु। ब्ल्याङ्केटहरू कसरी छ? ब्ल्याङ्केट हेभी ब्ल्याङ्केट छ 2500 को। अनि के सस्तो भयो त? त्यहाँनिर 1500 को दुईटा दिनला। म 1500 को तीनटा पनि दिँदिन त। त्यस्ता चाहियो भने नै त्यस्तो होइन, यस्तै चाहियो। यस्तै हेभी ब्ल्याङ्केट हो नि त। फेरि आयो 8 केजी ब्ल्याङ्केट। मान्छेहरू आउँछ नि त लाइभ गऱ्यो भने। फाइबरको सिरानी कसरी हो? 1000 को दुईटा। 500 को दुईटा होइन र? लैजानुस् न। यस्तो चलाकी भयो नि कालीकोटीहरू। अब के भनौँ? कालीकोटी नै हो। अनि बाजुरेली हो। दिन्छ, बजार दिन्छ। थ्याङ्क यू। वेलकम। हजुर कसरी यो? यो 600 को 1200 को ऊ त 500 को दुईटा भनिरहेको थियो, तपाईँले यहाँ 600 भन्नु। मलाई दिनु त नि। म बेचुला यहाँ 600 को। त्यहाँ उता जानु न, त्यहाँ पर 500 दुईटा किन ल्याएर आउनु भने। बोल्नमा चाहिँ यिनीहरू माहिर हुन्छन् कि कालीकोटी हो कि बाजुरेली हुन्। जुन भए पनि 500 ल्याउनु पर्छ। यता भाइ चाहिँ हाँसिरहेछ मेरो पसलमा आएन भनेर। कसरी यो? अब भन्नु न रेट भन्नु न। मेरो साथीहरूले चाहिँ 150 सहीमा यो मिक्सर यो चाहिँ घर जाने बेला लिएर जानुपर्छ कि। यो केजीको कसरी हो? 300? 200 मा हुँदैन? 200 मा। यो चाहिँ 200 को।
यो त म घरमै बनाइहाल्छु यो खट्टु यता हाम्रो भाउजूले चाहिँ सुब्बाको लागि चाहिँ कुरा गर्दै कसरी हो बाजे यो ऊ भाउजूले चाहिँ लिने भयो नि के 350 मिलाएर आज लास्टको दिन पनि 250 मा हुँदैन 250 मा त हुँदैन यता यो बिक्रीको लागि हो कालो भएको के ल्याऊ ए हो र माथि राखेर जालो लागेको अरे नयाँ अरे यो दामले सबै बिक्री गर्नु कसरी हो यो 250 250 को अरे मेरो साथीसँग पनि भेट भयो लाइक कमेन्ट गर्नु है फेरि म भने पढाइ छोडेर यहाँ घुमिरहेको छु यता चाहिँ सेल राखिरहेको छ कसरी हो यो 500 को दुईटा राम्रो छ यो सानो कि ठुलो एउटा हाल जोवाले पनि राम्रो छ त अहिले चलेको राम्रो छ कि लग एक पिस ल होलीको लागि टी सर्ट खै कति कति यहाँ यो पनि राम्रो छ क्या बोला भैया जी 250 2 का 500 ले जाइए एकदम सस्ता वाला दुकान है ले जाइए टी सर्ट चाहिँ राम्रो लाग्यो प्यान्टहरू 500 को दुईटा फर्मल प्यान्टहरू 250 को एउटा अनि यता चाहिँ छ दिदीको चाहिँ ल तपाईँको नि निकालिदिन्छु निकालिरहेको छु म दिदीले कति राम्रोसँग चलाइराख्नु भएको छ देख्न सक्नुहुन्छ दिदी आइ भनिदिनु न कहाँदेखि हो अरे हजुर म त नेपालगञ्जबाट आएको है कति टाढादेखि आउनुभएको है नेपालगञ्जदेखि कस्तो मिठो मिठो नास्ताहरू बनाउनु हुँदो रहेछ क्या ओ जेन्जीहरू त्यही त है जेन्जी भाइहरूले हेल्प गरिरहेको छ देख्नुहोस् सबैजना आउनु जिन्जीभाइले हेल्प गरेर चाहिँ यही खोल्नु नजान्नु यही बस्नु यही खोलिदिन्छौँ भनेर ढुङ्गा गरेछ मिठो मानेर त्यही त चर्चा चलेको थियो कि मैले घरैबाट सुनेको थिएँ हजुर भिडियो पनि देखाएको थिएँ कि मैले भाइरल भएको छ अरे भाइरल भएको छ क्या गरिदिन्छु क्या भाइ गरिदिन्छु दिदीको नाम के हो भन्नु त मेरो नाम तारा खड्का तारा खड्का हो अरे के अरे काठमाडौँ इमाडौँमा पार्लर खोलेर आएको छु हजुर काठमाडौँ हजुरहरू सबै जानुभयो भने कहिले पार्लर आउनु मन लाग्यो भने हाम्रो पार्लर ल हस् दिदी हस् ल नम्बर भेटिहाल्छ ल हुन्छ ल हस् अब गर्मी भयो साथीहरू आइसक्रिम खानु पर्यो दाइको कहाँ दुईटा आइसक्रिम निकालिदिनु न गर्मी भयो अलिक फुल है 20 रुपियाँ पिस 20 रुपियाँमा एउटा पिस क्या थ्याङ्क यू अब चाहिँ हामीहरू लाग्यौँ यो गल्लीदेखि निस्केर चाहिँ फिल्डतिर यता चाहिँ गेम भइरहेको छ रिङ गेम कसरी हो टिकट एउटा गोलाको कसरी हो भाइ 10 रुपियाँ एउटा चुराको 10 रुपियाँ अब चाहिँ हामी यो गल्लीदेखि निस्केर चाहिँ अब फिल्डतिर आइसक्यौँ यता चाहिँ गेम भइरहेको छ दिमाग